अनि मेरो हनी यहाँ बसिरहेछ। डियर हनी, हेलो नमस्ते। आज चाहिँ हामी जर्सीको लागि यात्रा सुरु गर्दैछौँ। जर्सीको स्वामीनारायण मन्दिर सर्ट टाइम 4 घन्टाको लागि नानीहरू स्कुल पठाएर सानोलाई चाहिँ च्यापेर आमा म मेरो बुढो जाँदैछौँ। अहिले चाहिँ हामी अन द वे छौँ। सुनसान निलो आकाश, कोही पनि नभएको, मान्छेको भिडभाड नभएको आनन्द। त गाडी पुगेको हेर्नु न त। झुन्दै अलमोस्ट आइपुग्नु लाग्यो नि त। अब हामी अब हामी चाहिँ मन्दिर आइपुग्यौँ। लगभग भन्दा पनि एन्ट्री गरिसक्यौँ। दामी चाहिँ दामी 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 छ है यहाँ हाम्रो हिन्दू धर्म मन्दिर। मन्दिरहरू पनि आउनु मनपर्छ, किनभने यसरी आउँदा चाहिँ मन शान्त फिल हुन्छ। त्यही भएर आज औँसीको दिन, आज चाहिँ सोमबारे औँसी परेर पनि होला। भक्तजन धेरै जस्तो छ। गाडी पार्किङ एकदमै भिडभाड, गाडी पार्किङ पाएको छैन। कस्तो राम्रो यहाँ फुल रोपेको, फुलै फुल। कताबाट इन्ट्री हो थाहा छैन। सुरमुक्तिदः सेवते राम सेवा कृत्यकृतज्ञसङ्गतिः आमा यो टेम्पल भनेको हिन्दूहरूले बनाएको हो क्या? इन्डियनहरूले हिन्दू नै बोलिरहन्छ र नि। फोटो खिच्दै हुनुहुन्छ।
चाहिँ मेरो मान्छेहरू आउँदैछ होइन मेरो चाहिँ हावाले हालत यस्तो बनाइदियो यो चाहिँ मन्दिरभित्र रहेछ छ राम्रो त यहाँ रहेछ आमा हेर्नु यहाँ चाहिँ फोटो खिचिदिनु पऱ्यो के अब यो मन्दिरभित्र आउनु चाहिँ एकदमै राम्रो है रहेछ तर हामीले टाइम चाहिँ एकदमै छोटो लिएर आयौँ दर्शन गर्न फर्किने भनेर दर्शनमा त होइन कि यहाँनिर बस्ने आनन्द हुने रहेछ हामी चाहिँ नानी पिकअप गर्नुपर्ने भएर फर्किहाल्नुपर्ने भयो फेरि अर्कोचोटि हामी आउनेछौँ सबैजनासँग अब हाम्रो भाइ बहिनीहरू हामी सबै आउने सल्लाह चाहिँ गरेको हो तर कारणवश हामी चाहिँ आज आमाले यस्तै एकादशीदेखि व्रत बसिराख्नु भएको थियो अनि आज ठ्याक्क सोमबार आउँछु पनि भनेर आउने भनेर हामी चाहिँ आयौँ एकदमै मिस गरेछु मैले बहिनीहरूलाई आउनै पर्ने घुम्नै पर्ने ठाउँ आनन्द हुने ठाउँ चाहिँ जर्सीको स्वामीनारायण मन्दिर 5 स्टार दिन्छु म चाहिँ धामको इन्टर ऊ भित्र छिर्नु भयो ओके थ्याङ्क यू ओके Videography and cell phone use are not allowed inside the mandir. Sarongs or wraps are available here if you wear shorts. अब यहाँबाट चाहिँ जुत्ता खोलेर भित्र पस्नुपर्ने हुँदैछ अनि भित्र चाहिँ क्यामेरा पनि दिँदैन रहेछ युज गर्नु आई डोन्ट नो अब लेसी जुत्ता कुन त खोलेर उता भित्र पस्न अरे क्या भित्र भिजिट गरेर अनि के कस्तो राम्रो रहेछ तर भित्र चाहिँ फोटो भिडियो गर्नु चाहिँ राम्रो छैन रहेछ अनि एक्जिट चाहिँ यो लाइनबाट खोइ हाम्रो स्टालर अब दर्शन सकेर हामी घर फर्किँदैछौँ दर्शन सकिएर हामी घर फर्किँदैछौँ आमाको इच्छा पुरा गरेको छु मैले छोराछोरीले चाहिँ आमा बाउको इच्छा पुरा गर्न सक्नु पनि एकदमै आफूलाई कस्तो फिल हुन्छ भने नि एकदमै प्राउड फिल हुँदो रहेछ होइन किनभने अब उहाँहरू भनेको डुब्नु लागेको घाम जस्तै हो घाम जस्तै हो मलाई बोल्नु पनि आउँदैन मेरो आमाको चाहना थियो कि यता थ्याङ्क यू आमा चाहिँ फेरि पनि आउनु भ्याउँदिनँ भन्दै हुनुहुन्छ फेरि पनि आउने आमा आउनु भ्याउनुहुन्छ मन गर्नुपर्छ नि त मन्दिरको दर्शन पनि सक्यो घर जानु लाग्दैछौँ अनि हामी दुईजना बाजी पनि सक्यौँ यता पढाउने मान्छे बाँच्नु भइहाल्छ 1 घन्टामा 1 घन्टामा आफै ढिलो भयो भन्दैछ फेरि भित्र गएपछि त्यही उँभो गर्दै रहेछ सामान